र आज चाहिँ भने मिसन बोध गयाको डे 1 सुरु भइसकेको छ र हामीसँग फेमस ब्लगर र साथमा एकजना नानी कसको होला यो। र यो मिसन बोध गयामा हाम्रो धेरै एजेन्ट्सहरू छ, एजेन्ट 1, एजेन्ट 2, एजेन्ट 3 एजेन्ट सम्झेको। तर हामीसँग एकजना एजेन्टको नाममा सायद किडन्यापर होला। र किडन्यापर अलिकति अगाडि मात्रै गएर हाम्रो सिक्किमको बोर्डर क्रस गर्नु साथ मैले देखेँ नानीलाई 2 देखाएर बेहोस बनाइसकेछ। हाहा, सायद यिनीहरूलाई याद छैन कि म रियल एजेन्ट हो र यिनीहरूले मलाई भन्दै थियो। फेरि मैले सोचेँ कि यिनीहरूले नानीलाई कहाँ बेहोस बनायो भनेर। र मलाई याद आयो कि जब हामी खाना खान रोगेको थियौँ त्यहाँनिर हाम्रो खानामा यिनीहरूले के मिलाइसकेको। र नानीलाई त खाना साह्रै मिठो लागेछ र लाइक गर्दैछ र तपाईँहरूले पनि भिडियो लाइक गरिदिनु। र अलिक अगाडि जाँदाखेरि मैले रियलाइज गरेँ कि 2 को मतलब असली मतलब रहेछ सेकेन्ड किडन्यापिङ। र हामी अलिकति मात्रै अगाडि पुगेका थियौँ, त्यहाँनिर हामीलाई गाडीको पिछा गर्नु थाल्यो र मेन लिडर पनि हाम्रो पछाडि आइसकेको छ। र मेन लिडरको ग्याङ देख्दा मलाई धेरै डर लाग्यो र हामीले ट्रेनमा जाने प्लान बनायौँ। र हामी जसो जसो लुक्दै रेलवे स्टेसन पुग्यौँ र यही भिडमा मिलेर हामी पनि यहीँ हिँड्न थाल्यौँ। तर हामीले यहाँनिर देख्यौँ धेरैजना ट्रली लिएर झोला लिएर हिँड्दै थियौँ। सायद यसमा किडन्याप गरेको नानी हुनसक्छ। धेरैजना मात्रै डाउट भइसकेपछि हामीले चेकिङ गर्नको लागि एक्टिभेट गऱ्यौँ सुपर एजेन्टलाई। र सुपर एजेन्ट एक्टिभेट गरेपछि हामी भाग्यौँ यहाँबाट र ट्राई गर्दैछौँ कुनै ट्रेन पक्रिनको लागि। यही ट्रेन हजुर, यही ट्रेनमा हामी जानेछौँ आज। र बाँकीको कथा अर्को भिडियोमा।